ल हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। पानी परिरहेछ हाम्रो त आज साथीहरू। म चाहिँ भर्खरै उठेँ है, मुख पनि धुएको छैन, उठेर टोइलेट पनि गएको छैन। मम्मी चाहिँ 4 बजे उठेर बाबालाई खाना पकाएर प्याकिङ गरेर पठाएर पानी परेछ, तर मेरो बाबा काममा जानुभयो है साथीहरू। बुढो हुनुहुन्छ तर काममा जानुभयो। मम्मी नि बुढो हुनुहुन्छ तर 4 बजे उठेर काम गर्नुहुन्छ। आफू चाहिँ भर्खरै उठेँ, तातो पानी खाँदै हुनुहुन्छ। यता टिभी लगाउन लाग्नु भएको छ कि न्युज धेरै हेर्नुहुन्छ नि त, घटनाहरू। बाबा मम्मीको फोटो देखेको छ ब्याक साइडमा। यता मेरो छ्यामा हुनुहुन्छ है, छ्यामा त उठ्नु भएको छैन, छ्यामा नि बिस्तारामै हुनुहुन्छ, उच्याप पुग्नु भएको छ। हाई हेलो भनिदिनु न साथीहरूलाई। गुड मर्निङ। गुड मर्निङ बाबुहरू। यसो हामीलाई पनि जाडो छ, तातो तातो पानी खानु। साथीहरू मम्मीहरूले पानी खाँदै हुनुहुन्छ। बाहिर त यस्तो बिजोग छ नि पानी परेर। म चाहिँ भर्खरै उठेँ है साथीहरू, किनभने आज मेरो छोरी पहिला दिन स्कुल जान्न भनेर। अनि बिचरा मेरो बाबा साथीहरू यस्तो पानीमा, जाडो भएछ, पानी परेछ, तर खाना प्याकिङ गरेर लिएर जानुभयो। हेर्नु न यस्तो भएछ क्या, जाडो महिनामा झन् पानी आउँदो रहेछ क्या। बिजोग भयो नि साथीहरू। मम्मीहरू त 4 बजे उठेर यो के भन्छ, यो सिल्टुङ पुर्सा चौरामा रहेछ बाहिर, गेट बाहिर भिजेछ र बाबा मम्मी 2 बजे राति उठेर लिएर आउनुभएछ। यो त यहाँ थियो नि चौरामा, ऊ त्यहाँ, ओ यहाँ चौरामा थियो कि। हास तल मुर्दारहरू चौरामा थियो। अनि उठाएर अनि यताबाट गेटतिरबाट लिएर आउनुभएछ र अनि आएर यहाँ राख्नुभएछ। पानी त परेको थियो, थाहा पाएको थियो, तर म चाहिँ उठिनँ। यस्तो भएछ यी पानी, तप तप चुइरहेछ बलेनी। अब यस्तो पानी परे बेलामा नानीलाई स्कुल लिएर जानै झ्याउ लाग्छ कि साथीहरू। बिजोग छ जिन्दगी। अँध्यारो भइरहेछ बिहान पानी साथीहरू। छोरीलाई चाहिँ ऊ त्यो बाटो स्कुल लिएर जानुपर्ने, उता पारी पुऱ्याउनु पर्ने हो कि, ऊ त्यो पारीदेखिको गाउँतिर के गर्नु। उता पारी, त्यो पारी अलिकति देखिन्छ नि पछाडि डाँडा, ऊ अलिकति हिमाल जस्तो, त्यो चाहिँ शरणकोटको डाँडा हो। प्याराग्लाइडिङको हुन्छ त्यो, ऊ त्यो अलिकति चुच्चो भाग देखिएको छ नि मधुर, त्यहाँ चाहिँ गएन। कस्तो अचम्मै भयो क्या साथीहरू। भर्खरै उठेर है, आमाले तातो पानी खा मुख नधोइकन अरे, अनि मुख नधोइकन कसरी तातो पानी खाने हो र भनेको त। खा अरे, अनि मान्छे टोइलेट जानु लागिरहेको थिएँ। अनि छोरीको मोबाइल फुल चार्ज भयो होला। अनि यसै आफ्नै बारीको है खुर्सानी सुकाउनु भएको छ। के लाउँदाखेरि चाहिँ यस्तो हुन्छ कि साथीहरू, दुःख गर्न धेरै गाह्रो हुन्छ। बुढाबुढी मान्छेले दुःख गर्नुहुन्छ, खाँदा चाहिँ मलाई नै हुन्छ कि मिठो। यहाँ पनि यति आएछ बोरामा। अनि छोरीको मोबाइल फुल चार्ज भयो होला, अब त थुत्दिनु पर्यो भनेको त। मेरो मोबाइलको चार्जर अन गरेर छोरीको मोबाइलको चार्जरले छोरीको मोबाइल अफ गरेरै चार्ज गर्दै रहेछु। अनि कहाँबाट हुनु, भर्खरै 8% भएको छ निन्द्रामा के। आज भोलि पर्सिनिको पर्सि पानी आउँछ होला साथीहरू। के गर्नु, गाह्रो छ जिन्दगी। छाता ओढेर जानुपर्छ। फेरि त्यो सुकुम्बासीको बाटो जानुपर्ने, कुकुरले हगेर बाटैभरि भन्नुहुन्छ भने चप्पल टेक्ने ठाउँ हुँदैन कि, गुले के। यसपालि मात्रै अगमदेखि त उता हालिदिनुपर्छ। फेरि यता नजिक हुन्छ, उता टाढा हुन्छ, हिँड्न नसक्ने मान्छेलाई। बाबा त्यो माथि जङ्गलको बाटो जानुभयो। ल साथीहरू, म पनि अब मुख सुख